स्वागत छ। आजको यस प्रस्तुतिमा हामी एउटा अत्यन्तै संवेदनशील, भनौं न मुटुमै छुने विषयमा कुरा गर्दैछौं। त्यो हो सानै उमेरमा बालबालिकालाई आमाबाबुबाट टाढा राख्दा उनीहरूको कलिलो मनमा पर्ने असर र ती अदृश्य घाउहरू। हेर्दा नदेखिने तर जीवनभर दुखिरहने घाउ। ल, अब यस विषयमा गहिरिएर हेरौँ है त। हाम्रो मुख्य उद्देश्य भनेकै ती छुट्टिएका नानी बाबुहरूको मनभित्र साँच्चै के चलिरहेको हुन्छ त्यो यथार्थलाई गहिराईबाट बुझ्नु हो। हामी प्राय के सोच्छौं भने बालबालिकालाई महँगा खेलौना वा टन्न उपहार दियो भने भौतिक दूरीको पूर्ति हुन्छ। तर खासमा नि यो एउटा एकदमै ठूलो भ्रम हो। भौतिक र भावनात्मक आवश्यकता बीच जमिन आसमानको फरक हुन्छ। एउटा सानो बच्चालाई वास्तवमा त्यो ब्याट्रीबाट चल्ने महँगो गाडी होइन, उसलाई त केवल एउटा न्यानो सुरक्षित अङ्गालो चाहिएको हुन्छ। आफ्नोपनको महसुस, प्रशस्त समय र आमाबाबुको निस्वार्थ माया, त्यति भए पुग्छ उसलाई। खण्ड 1, बच्चाको मौन प्रश्न, वियोगको आन्तरिक संवाद बुझ्दै। अब यहाँनिर एकदमै रोचक कुरा के छ भने हामीले बाहिरी कुराहरू त हेर्यौं, तर अब सिधै एउटा छुट्टिएको बच्चाको मनभित्र चियाएर हेरौं। जब एउटा सानो बच्चा आफ्ना प्राणभन्दा प्यारा आमाबाबुबाट टाढा हुन्छ नि, उसको मनले भित्रभित्रै एउटी प्रश्न बारम्बार सोधिरहेको हुन्छ, मलाई किन छोड्नुभयो? कल्पना गरौँ त, कोठामा एक्लै बस्दा वा झ्यालबाट बाहिर टोलाएर हेरिरहँदा त्यो सानो कलिलो मस्तिष्कले यो वियोगको कारण ठ्याक्कै बुझ्न सकिरहेको हुँदैन र यही अनुत्तरित प्रश्नले उसलाई भित्रभित्रै पिरोलिरहन्छ, कुड्याइरहन्छ। बाहिरबाट हेर्दा सबै कुरा सामान्य जस्तै लाग्छ। विद्यालयको चौरमा अरू साथीहरूसँग दौडधुप गरेर खेलिरहेको देख्दा लाग्छ बच्चा त खुसी नै छ। तर पर्खनुहोस्, उनीहरूको आन्तरिक यथार्थ निकै फरक हुन्छ। बाहिरी आवरणले जतिसुकै ढाकछोप गरे पनि भित्रभित्रै ती बालबालिकाहरू निरन्तर एउटा भयानक डर, एक्लोपन र असुरक्षासँग एक्लै लडिरहेका हुन्छन्। बाहिर हाँसो छ, तर भित्र भयानक शून्यता। सानो उमेर भनेको यस्तो समय हो जहाँ बच्चाको दिमाग र मन एकदमै तीव्र गतिमा विकास भइरहेको हुन्छ, होइन र? हो, यही महत्त्वपूर्ण विकासशील चरणमा जब बच्चाले त्यो सुरक्षित अङ्गालो र न्यानो उपस्थिति पाउँदैन नि, त्यसको प्रत्यक्ष र गम्भीर असर सिधै उसको आत्मविश्वासमा पर्न जान्छ। मनोविज्ञानले के भन्छ भने बाल्यकालको यो शून्यताले मस्तिष्कमा भौतिक चोट जत्तिकै दुख्ने असर गर्छ। यो 2-4 दिनको उदासी मात्र हुँदै होइन, यो त एउटा यस्तो विकासात्मक परिणाम हो जसले बच्चाको आत्ममूल्यलाई जरैदेखि कमजोर बनाइदिन्छ। यो कुरा कति गहिरो र दुःखलाग्दो छ भन्ने सोच्दा पनि मन भारी हुन्छ। रातिको त्यो शान्त समयमा जब एउटा बच्चाले आफ्नी आमा वा बुबाको तस्बिरलाई छातीमा टाँसेर हेरिरहेको हुन्छ, उसले आफ्ना भावनाहरू शब्दमा बोल्न त जान्दैन नि, तर बिस्तारै उसले त्यो भौतिक अनुपस्थितिलाई आफ्नै कमी कमजोरी ठान्न थाल्छ। उसलाई लाग्न थाल्छ सायद मनै महत्त्वपूर्ण छैन। कस्तो विडम्बना! अभिभावकको दूरीलाई एउटा अबोध बच्चाले आफ्नो महत्त्वहीनतासँग जोड्न पुग्छ। खण्ड 2, लुकेको पीडा र व्यवहार, भावनात्मक घाउहरू कसरी प्रकट हुन्छन् त? अब हेरौं। अघि हामीले जुन मौन पीडाको कुरा गर्यौं नि, त्यो सधैँ मनभित्र मात्रै गुम्सिएर बस्दैन, त्यो अब बाहिर विस्फोट भएर निस्कन थाल्छ। र यसले एकदमै स्पष्ट रूपमा के देखाउँछ भने बालबालिकाको रिस र तोडफोडलाई हामीले धेरै जसो गलत बुझिरहेका हुन्छौं। कहिलेकाहीँ बच्चाले सामान फुटाउँदा वा चिच्याउँदा हामी तुरन्तै भनिहाल्छौं, कस्तो खराब बानी, कस्तो अनुशासनहीन। तर वास्तवमा कुरा त्यसो होइन, त्यो त पीडा पोखिएको हो। आँसु बनेर बग्न नसकेको त्यो भित्री घाउ रिस र आक्रोश बनेर छताछुल्ल भइरहेको हुन्छ। यो कुनै खराब व्यवहार होइन, यो त गलत दिशामा गएको पीडा मात्र हो। जिद्दीपन, अत्यधिक चिडचिडापन र सासाना कुरामा पनि धेरै रिस उठ्नु। क्लिनिकल दृष्टिकोणबाट हेर्ने हो भने यी कुनै सामान्य बालसुलभ चकचक होइनन्। सुन्दा अचम्म लाग्ला, तर यी त ध्यान खिच्ने र सम्बन्ध जोड्न खोजिने एकदमै हताश सङ्केतहरू हुन्। जब बच्चाले आफूलाई एक्लो र असुरक्षित महसुस गर्छ, उसले हताश भएर अभिभावक वा हेरचाहकर्ताको ध्यान आफूतिर तान्न यस्ता उपायहरू अपनाउँछ। उनीहरूको रिसको भाषाले भनिरहेको हुन्छ, कृपया मलाई हेर, मलाई बुझ, मलाई सहाराको आवश्यकता छ। खण्ड 3, भविष्यमा पर्ने गहिरो प्रभाव, बाल्यकालका स्थायी घाउहरू। यदि यो सहयोगको पुकारलाई बेलैमा सम्बोधन गरिएन भने यसले भविष्यमा कस्तो मनोवैज्ञानिक क्षति पुर्याउँछ, अब हामी त्यसतर्फ लाग्दैछौं। अब अगाडि बढौं र हेरौं यो कसरी बढ्दै जान्छ। निको नभएका बाल्यकालका ती घाउहरू कसरी समयसँगै व्यक्तिसँगै हुर्किन्छन् भन्ने कुरा साँच्चै नै गम्भीर छ।
सुरुमा बाल्यकालमा देखिएको त्यो एक्लोपन, किशोरावस्थामा पुग्दा भयंकर रिस र भावनात्मक रूपमा अरूबाट पुरै बन्द हुने, भनौँ न एउटा पर्खाल खडा गर्ने प्रवृत्तिमा परिणत हुन्छ र अन्ततः वयस्क अवस्थामा पुग्दा त्यसले मानिसहरूलाई अरूमाथि विश्वास नै गर्न गाह्रो हुने समस्या र गहिरो एक्लोपनको खाडलमा धकेल्छ। बाल्यकालको एउटा सानो घाउले वयस्क जीवनको सम्बन्धहरूलाई नै कसरी तहस नहस पार्न सक्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो। खण्ड 4 दूरी मेटाउने माया, सम्बन्ध जोड्ने व्यावहारिक कदमहरू। तर चिन्ता नगर्नुहोस्, सबै कुरा बिग्रिसकेको भने हुँदैन। अब हामी यो दूरीलाई कसरी कम गर्ने भन्ने समाधानतर्फ जाउँ है। हेर्नुहोस्, रोजगारी, अध्ययन वा अरू कुनै बाध्यताले गर्दा अभिभावकहरू टाढा बस्नुपर्ने अवस्था आउन सक्छ र त्यो हाम्रो समाजको यथार्थ पनि हो। भौतिक दूरी कहिलेकाहीँ एउटा नचाहँदा नचाहँदैको आवश्यकता बनिदिन्छ। तर सुन्नुहोस् त, यसको अर्थ बच्चाले भावनात्मक एक्लोपन भोग्नै पर्छ भन्ने पटक्कै होइन नि। भौतिक रूपमा टाढा हुँदैमा माया र हेरचाहमा कमी आउनुपर्छ भन्ने कुनै नियम छैन। यहाँनिर हामीले गर्न सक्ने एकदमै सामान्य लाग्ने यी कदमहरूले मनोवैज्ञानिक रूपमा कति ठूलो अर्थ राख्छन् भन्ने कुरा बुझ्न जरुरी छ। जस्तै पहिलो चरण एउटा सामान्य फोन कल। यसले मात्रै पनि बच्चालाई के महसुस गराउँछ भने कोही मेरो बारेमा सोच्दैछ है। दोस्रो, भिडियो कल। अभिभावकको अनुहार र मुस्कान देख्दा उनीहरूले प्रत्यक्ष उपस्थिति महसुस गर्छन्। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, स्पष्ट रूपमा म तिमीलाई माया गर्छु भनेर शब्दमै व्यक्त गर्नु। यी साना लाग्ने तर दैनिक गरिने प्रयासहरूले बच्चाको कलिलो मनलाई पहाड जत्रो सहारा दिन्छन् र उनीहरूको असुरक्षालाई जरैदेखि हटाउन मद्दत गर्छन्। त्यसैले यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने अघि हामीले सुरुमा गरेको तुलना यहाँ आएर ठ्याक्कै मेल खान्छ। समयसँगै बिर्सिने कुराहरू भनेकै ती महँगा उपहार र खेलौनाहरू हुन्। आज किन्यो, भोलि टुट्छ, पर्सि बिर्सिन्छ। तर जीवनभर याद रहने र मुटुमा गढेर बस्ने कुराहरू हुन् समय, माया र साथ। यसले के प्रमाणित गर्छ भने हाम्रो आत्मीयता र निरन्तरको भावनात्मक उपस्थिति भौतिक दूरीभन्दा हजारौं गुणा शक्तिशाली हुन्छ। अब यो कुरालाई यसरी सोचौं, बच्चाको मन ठ्याक्कै एउटा सफा काँच जस्तै हुन्छ। एकपटक त्यसमा सानो चिरा पर्यो भने त्यो निशान धेरै लामो समयसम्म, सायद जीवनभर रहन सक्छ। बालबालिकाको मनोवैज्ञानिक अवस्था अत्यन्तै कोमल र नाजुक हुन्छ। एकपटक परेको भावनात्मक चिरा कुनै दिन टाल्न त सकिएला, तर त्यसले छोड्ने डोब मेट्न असम्भव जस्तै हुन्छ। यसले हामीलाई उनीहरूको भावनाप्रति कति धेरै संवेदनशील हुनुपर्छ भन्ने कुराको गहिरो पाठ सिकाउँछ। र अन्त्यमा एउटा गहिरो प्रश्न हामी सबैको अगाडि उभिएको छ। टाढा बस्ने अभिभावकहरूले आज कसरी त्यो दूरी मेटाएर आफ्ना बालबालिकालाई समय दिन सक्छन्? आखिर एउटा बच्चालाई यो विशाल संसारमा सबैभन्दा धेरै चाहिने कुरा भनेकै आफ्ना आमाबाबुको साथ हो। यो जानकारीमूलक प्रस्तुति हेरिसकेपछि पक्कै पनि यसले हामी सबैलाई एकपटक गम्भीर भएर सोच्न बाध्य बनाउँछ र आजै अहिले केही कदम चाल्न प्रेरित गर्छ। दूरी जतिसुकै होस्, मायालाई सधैँ नजिक राखौं।